हेलो एभ्रिवान, गुड इभिनिङ अनि सबैजनालाई ह्याप्पी न्यू इयर। आज चाहिँ लास्ट हो 2025 चाहिँ आज 26 लाग्दैछ। अब सबैजनालाई मेरोबाट न्यू इयरको शुभकामना। अन्त मैले चाहिँ न्यू इयरमा चाहिँ गिफ्ट पाएको छु अनि हजुरहरूलाई पनि देखाउन आएको छु। यो चाहिँ टी सर्ट के भन्छ, टी सर्टै भन्छ होला होइन। यो पिङ्कमा कस्तो लाग्यो तपाईँले कमेन्ट बक्समा लेखिदिनु होला। यो पिङ्क है। अनि मलाई चाहिँ यस्तो कुरा यो चाहिँ एकदमै मन पऱ्यो क्या। सेम ल्याएको तिनवटा अर्डर गरेकोमा चाहिँ दुईवटा चाहिँ ल्या ब्ल्याक र पिङ्कमा होइन। अनि प्यान्ट हजुरलाई लाएर पनि देखाउँछु ल। यस्तो रहेको छ, मैले लगाएँ कि कस्तो लाग्यो प्लिज कमेन्ट बक्समा भनिदिनुहोस्। त्यो चाहिँ कोरियन है, कस्तो लाग्यो प्लिज कमेन्ट बक्समा। जुत्ता अब पिङ्क पनि लाएर देखाउँछु ल। र यो चाहिँ पिङ्क, ब्ल्याकले सुहायो कि पिङ्कले सुहायो प्लिज कमेन्ट बक्समा लेखिदिनुहोस् ल। अघि ब्ल्याक प्यान्टसँग ब्ल्याकै लगाएको थिएँ। अनि यो चाहिँ कस्तो लाग्यो हजुरहरूले कमेन्ट बक्समा भनिदिनु होला। ब्ल्याकले सुहायो कि पिङ्कले सुहायो है, थाहा भएन। यता सिसामा पनि हेर्दैछु, क्यामेरामा पनि। प्यान्टको चाहिँ साइज ठिकै छ, तर कमर अलिकति बनाउनु पर्ने रहेछ। हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट बक्समा भनिदिनु होला। अनि थ्याङ्क यू सो मच गिफ्ट गर्नुहुने महाशयहरूलाई पनि है, एकदमै धेरै धेरै धन्यवाद। अनि अब सोच्दै हुनुहुन्छ होला एउटै टी सर्ट किन दुईवटा भनेर क्या। किनभने मलाई जुन चाहिँ राम्रो लाग्छ, जुन चाहिँ मलाई कम्फर्टेबल हुन्छ त्यो चाहिँ एउटै डिजाइन होस्, कलर अलग अलग छ भने चाहिँ म टिपिहाल्छु। सो त्यही भएर ल्याएको। यो ब्ल्याकमा छ, ब्ल्याकले सुहायो कि पिङ्कले सुहायो कमेन्ट बक्समा लेखिदिनु होला। मैले चाहिँ स्काई ब्लू लिनु आँटेको थिएँ, फेरि यो चाहिँ ब्ल्याक प्यान्ट र ब्ल्याक योसँग म्याचिङ गर्ने रहेछ। अन्त पिङ्क चाहिँ उहाँको मेरो मित्रको चाहिँ फेभरेट कलर। सो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा पक्का पनि लेखिदिनु होला है। थ्याङ्क यू अनि ह्याप्पी न्यू इयर।